टा पनि छ त छोरा माछाको त कस्तो भएको मौसम त वा हेलो एभ्रिवान वेलकम टु माई अनिसा केसी युट्युब च्यानल। आयो हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु साथीहरू। आज पनि म न्यू डे न्यू ब्लगका साथ बिहान भिडियो स्टार्ट गरिसकेको छु साथीहरू। हजुरहरूले मेरो च्यानलमा हेरेर मेरो च्यानललाई सब्सक्राइब लाइक कमेन्ट सेयर पनि गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। है त साथीहरू, हेर्दै गर्नु होला। अहिले दिउँसो साग र भात हो, दिउँसो होइन कि अहिले हो एकछिनमा। गाइजहरू, हाम्रो छोरो चाहिँ स्कुलबाट आइकन यता जाडोमा चिया र बिस्कुट बजाउँदै। मिठो छ सर? चिया बिस्कुट मिठो छ? खोइ त हेलो भनेको। हेलो गाइज भन। लाइक कमेन्ट सेयर सब्सक्राइब हामीलाई माया गरिदिनु होला है त गाइज भन। हेलो गाइस। यता छाता यहाँ सुकाएको रहेछ र पानीले भिज्यो। छोरो लिन जाँदाखेरि छोरो लिन जाँदा पानीले भिजेर छाता सुकाएको। मेरो चिया यता छ, हेर्दै गर्नु होला साथीहरू। हजुरहरूलाई मेरो भिडियो के कस्तो लाग्छ, मेरो भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यहाँ चाहिँ छोरीको चिया। ओके, बाहिरको मौसम भने जस्तो छ अहिले चाहिँ। अघि त पानी परेको थियो कति ठुलो, आमा अहिले त आएन साथीहरू। पानी ठ्याक्कै रोकिएको अवस्था, कस्तो उब्रेको जस्तो भएको मौसम त वा। पानी परेको थियो है, आज रोकियोस्। यहाँ छोरो त्यो के हो त्यो? खोइ पाकेट देखाउनुहोस्, खोइ देखाउ त। ओहो, के हो? जुगा जस्तै हो। है खुट्टा पनि छ त छोरो माछाको त। खोइ पाकेट देखाउनुहोस् त। पाकेट राम्रो छ, अलि राम्रो छ। यसरी पल्टाएर यसरी यस्तो यस्तो छ साथीहरू। मैले चाहिँ यहाँ हाम्रा घरमा घेरौँला के दिन्छ हेरौँला भन्ने लिएको छु साथीहरू। यहाँ भिन्डी भइहाल्यो, यहाँ घेरौँला। यता छोरो मम्मीलाई दिँदैछ। थ्याङ्क यू। हाम्रो बेलुकाको लागि दाल पाक्दैछ साथीहरू। तरकारी यही हो हाम्रो, घेरौँला भिन्डी पुरै आइसक्यो पढ्नलाई। गुड। मेरो चाहिँ घेराउलाको सब्जी बन्दैछ है त। यस्तो भने मैले चाहिँ घेराउलामै यो मुन्टा, खसीको मुन्टा पनि हालेर बनाउँछु कि साथीहरू। हेर्दै गर्नु होला है त कस्तो बन्छ हाम्रो आजको सब्जी है साथीहरू। यस्तो भने घेराउला। अब यसमा यो साग चट्ट लगाएर यसरी सोयाएर गर्दैन है साथीहरू। यसरी बनाउने मजाले मोल्ने। मलाई चाहिँ मिठो लाग्छ, हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुनेछ साथीहरू। यता दाल उम्लिँदैछ। फाइनली मेरो घेरौँला अनि मुन्टाको सब्जी रेडी भयो। यस्तो भयो साथीहरू। यता खाना पाक्दैछ, यता दाल पाकिहाल्यो। अब यो खानु। यता छोराको पारा हेर्नु नि, पढ्यो कति पढ्यो? पढाएको छैन। बाई बाई गरिदियो साथीहरूलाई। नेक्स्ट भिडियो लाइक कमेन्ट सेयर गरिदिनु होला, माया गरिदिनु होला भन्दै आजको लागि बिदा हुन चाहन्छु है त साथीहरू।
के कस्तो लाग्छ मेरो भिडियो, सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ भन्दै आजको लागि बिदा हुन चाहन्छु। ओके, बाई बाई, नेक्स्ट भिडियो गाइज।